अब मासु भातको कुरा जुन आउँछ मासु भात पनि उहाँहरूले नै खुवाउनु भएको हो, मैले खुवाएको होइन, राज्यको ढुकुटी होइन त्यो होइन। सबैले ट्याक्स लगाएर कर लगाएर जबरजस्ती एउटा नीति बनाएर यदि तैँले तिर्नै पर्छ भन्ने हो नि त कर भनेको त, त्यो त त्यहाँ त होइन है। कहिले चाहिँ नि मेरो बाउको स्मृति के अरे होइन स्वर्गवासी बाबाको स्मृतिमा, कहिले आमाको स्मृतिमा, कहिले मेरो छोराको जन्मदिनका लागि त्यो पनि काम गरे बापत काम गर्ने ठाउँमा खाना खुवाउनु भएको छ उहाँहरूले। अनि त्यसलाई हेर्ने दृष्टिकोण चाहिँ किन यता यसरी नेगेटिभ भयो? त्यो चाहिँ तपाईँको त्यो उन्नति प्रगति नहोस् भन्न चाहने मान्छेहरूको सोच विचार हो त्यो है। ए मासु भात खानु जाँदै रहेछ त्यो भन्ने किसिमले कसैले भनिदियो भने त अरे म त खानै नपाएर गएको हो त भन्ने खालको एउटा सोच आयो भने त त्यो मान्छे पनि स्टप हुन्छ कि होइन। अनि त्यो अभियानै चलेन भने त विकास भएन होइन। हात्तीलाई हात्तीकै भारी, कमिलालाई कमिलाकै भारी भने जस्तो होइन। त्यसले गर्दाखेरि अब बजेट कहीँ पनि पुगेको छैन। अब हाम्रो जस्तो देशमा त झन् साह्रो बजेट पुगेको छैन। अब बजेटले नपुगेको ठाउँमा पब्लिकलाई ल है गरौँ है भनेर आह्वान गरेर विकास गर्नु भनेको त होइन, त्यो त एक्स्ट्रा योगदान हो नि। अनि त्यसो गरौँ भन्ने एउटा प्रवृत्ति पात्र होइन, त्यो अभियानलाई नै निरुत्साहित गर्नु भनेको त होइन, देश त धेरै वर्ष पछाडि धकेलिनु हो नि त, त्यो चिज हो। त्यसले गर्दा म के भन्छु भने कमिला जत्रो बजेट छ, हात्ती जत्रो हाम्रो समस्या र आवश्यकता छ होइन। अब कमिला कत्रो हुन्छ, हात्ती कत्रो हुन्छ। अब त्यो कमिला जत्रो बजेटले हात्ती जत्रो समस्या र आवश्यकतालाई कसरी टार्ने, हामीले कसरी सुल्झाउने, समस्या समाधान कसरी गर्ने, त्यो नभएकै कारणले गर्दाखेरि अब पब्लिक आफै उठ्नुपर्छ भन्ने चेतना हो क्या। मैले रिजल्ट नआउने काम त्यतिकै काम मात्रै लगाइरहेको पनि होइन फेरि होइन। गन्तव्यसम्म पुर्याउनु छ, मर्निङ वाक गराउनु छैन जनतालाई। मर्निङ वाक चाहिँ जहाँ घुम्दा पनि भयो नि त, ट्रेडमिलमै हिँडिराख्दा पनि भयो होइन। मैले चाहिँ यात्रा गराउनु छ नि त, यहाँदेखि हिँडाएर त्यहाँसम्म पुर्याउनु छ भन्ने छ। त्यसले गर्दाखेरि म अब धेरै यसरी खुलेर इन्टरभ्यू दिनेदेखि लिएर आफ्नो अभिव्यक्ति तपाईँको फेसबुक र टिकटकमा दिनेदेखि लिएर हरेक कुरा गरिरहन्छु।